सधैँ हुनुहुन्छ सबैजना धन्यवाद छ साह्रै खुसी लाग्यो आज म यहाँ तपाईहरुको माझमा आउन पाए अत्यन्तै खुसी लागेको छ सबै मिलेर माटोमा भोट हाल्ने हो हामीले हो यो देश बचाउने सवाल छ यो देश बनाउने सवाल छ गफले बन्दैन देश श्रमले कामले मात्रै बन्छ त्यसो भएको कारणले गर्दाखेरि सबैजना मिलेर काम गर्ने हो यहाँहरु सबैजनालाई हार्दिक नमस्कार गर्न चाहन्छु हामी